यसको जगको शिलान्याससम्म गर्ने गरीको पैसा उपलब्ध गराउने पहल तपाईँ हामी सबैले गरेका थियौँ। त्यसमा हाम्रो वीरेन्द्र भाइ, विष्णु प्रसाद लगायत हामी सन्तोष खत्री लगायत सम्पूर्णको त्यसमा चाहिँ हाम्रो पैसालाई चाहिँ यहाँ निकास गर्नुपर्छ भनेर हामीले पटक पटक गइरहेको 10 लाख रुपियाँ आएका थियौँ। त्यसले हामीले यो बाउन्डेरी घेरिङ र जगहरू राखेर यसलाई जगसम्म उठाउने कामहरू भयो। अधुरो भयो। बुद्धको मूर्ति छ जसको घर उहाँ के चाहिँ ज्ञानमाया तामाङको घरमा केही चाहिँ पूजाआजा गर्नु पर्यो, त्यहाँ गएर पूजा गर्ने, यहाँ भेला कार्यक्रम गर्ने, त्यो त राम्रो भएन। फेरि पनि हामीले हाम्रो तर्फबाट प्रदेशमा पनि कुरा राख्यौँ, प्रदेश सभामा। र हाम्रो अहिलेको चाहिँ माननीय प्रदेश माननीय राधा कृष्ण खनालज्यूसँग अनुनय विनय गरेर 25 लाख रुपियाँ हामीलाई त्यहाँबाट निकास भयो र यति हामीले स्थापना गर्न सफल भयौँ। अब रह्यो बाँकी यो घेराबाराको कुरा। म आदरणीय अभिभावक रामबहादुर दाई, मोहनबहादुर मोक्तान, केवल मन दाई आज देखिरहेको छुइनँ। उहाँहरूले 1-1 लाख रुपियाँ पनि यहाँनिर दान दिनुभएको छ र विभिन्न क्षेत्रका व्यक्तिहरूले 50,000, 30,000, 15,000 दिनेश तामाङज्यूले पनि दिनुभएको छ। लगायत सम्पूर्ण साथीभाइहरूले उठाएर यो घेराबारा र पिलरहरू उठाएर गर्ने काम छ। अझै यसमा अरू अपुरोहरू काम छ। यो त्यहाँको एउटा भान्सा कोठा जस्तो बनिएको छ, यहाँ शौचालय छैन। त्यस पछाडि यो कम्पाउन्डमा चाहिँ टाली मार्बल के भन्छ यसलाई, त्यो पनि आवश्यक मैले देखेको छु। अब हामीले यहाँ हाम्रो वडाका चाहिँ पिता आदरणीय भाइ विष्णु प्रसादजी उपस्थित हुनुहुन्छ। उहाँलाई हामी गएर कुरा राख्नेछौँ। उहाँ मार्फतबाट हामी नगरमा जानेछौँ। नगरबाट चाहिँ भएन भने सङ्घ र प्रदेश र सङ्घसम्म पनि हामी अनुरोध गरेर यो भुइँमा ओछ्याउने के भन्छ त्यसलाई म जान्दिनँ, ग्रिनाइट हजुर पेबस तत्काल हामीले यो चाहिँ नै समस्या समाधान गर्नुपर्ने हुन्छ। र शौचालय र यसको लागि करिब अब 8-10 लाख रुपियाँ भयो भने त लगभग हुन्छ। र माथिको भवन गजुर नभए त यो घर हो कि के हो, गुम्बा हो कि घर हो कि के हो, यो चाहिँ पहिचान हुँदो रहेनछ। कम्तीमा त्यो अलिकता लेभल उठाएर त्यो गजुर उठाउँदाखेरि चाहिँ लगभग 10-देखि 15 लाख रुपियाँ लाग्ने अवस्था मैले बुझेको छु। यो मेरो शब्द सुनिराख्दाखेरि यहाँलाई लाग्न सक्छ यो काम भइदिए जस्तो लाग्न सक्छ। हाम्रो तर्फबाट, वडाको तर्फबाट, नगरको तर्फबाट यसलाई सक्दो पहल गर्नेछु भन्ने कुराको चाहिँ पत्रता गर्दै